ए छ नि त दनी सबै मासु छ अरे ल मासु छ है दाल दाल त कालो नुन लाग्यो कत तले लड्यो नि नानी दालले नाउ खाने अब अचार गुरु ल्याएको छु यहीँ। मामु छ खाने हो तेरो म कत ल्याइदिन्छु त हुन्छ हुन्छ खाइ बस्नु मासु बाँकी छ तने ल मासु ल्याऊ है मासु के खाने के खाने भनेको नानी चाहिँ होइन यस्तो नाटक हाल्नु हाल्नु दाई खोइ दाई हजुर दाई खोइ देऊ न नि मासु ओइ मासु छ देऊ चिज खाने हो हुन्छ गुरु हुन्छ। दाल खाने हो आमै साग छोडिदिनु मलाई साग साग ल भयो मलाई मन छ नो नो मोर साग। एक क्यान्डो भने खानु न खानु कतिवटा माथि राखेको बाबु दिन हेर सागको सिजन छ नि यो नि काटुकुटुक छरेर यहाँ 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 हाल्नु त मेरो दाल हाल्नु त नाइ रे क्या भात सुकाउनु त मेरो अचार सुन्नु छ है रोमा कति भात खाँदो रहेछ। नाटक पनि मलाई पनि थोरै हाल्दिनु न थोरै खाँदैन अहिले नाइ भयो तिमीलाई नि भात खान्छ हजुर हजुर अस्ति दादाले हालिदिन्छु। म हाल्नु छोरी खानु ठिक मलाई खानु हालिदिनु हुन्छ अरे क्या म हालिदिन्छु खानु 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 अचार सक्यो छ म ल्याइदिन्छु अहिले खानु भोक लाग्यो भने लाग्यो कस्तो चुर भयो अझै अब चाहिँ हालिदिनु उसले खान्छ। नफाल्नु खाऊ उसलाई त खोइ तपाईँ छ त अब न ए हालिदिनु खोइ त भात चाहिँ भात म एकदम भात खान्छु। खानुपर्छ भयो भयो खेल्नु पर्ने मान्छेले खानुपर्छ कस्तो लाग्यो सानले बाबुलाई एकदम हान्छु रे अनि धन्य खाऊ बोल्नु पर्छ घरि घर चाहिँ पुरा यस्तो हो र। खानु न